कुनै पनि जिल्ला कस्तो छ भन्ने कुरा उक्त जिल्लामा रहेको बस पार्कले दर्शाउँछ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको बस पार्क पछिल्लो समय निकै असुरक्षित, निकै असभ्य बन्दै गइरहेको छ। बस पार्कमा यात्रा गर्नलाई आउने यात्रुहरूलाई तानातान गर्ने, यात्रुहरूका झोला नै खोस्दिने, यतिसम्म कि यो बाटोमा यात्रा गर्ने कुनै ठाउँ जानु पर्दैन। सुर्खेतबाट नेपालगञ्ज, जुम्ला, कालीकोट, दैलेख जानलाई हिँड्नु पर्दैन। बाटोमा यात्रा गर्ने यात्रुहरूको समेत झोला तान्ने प्रवृत्तिको विकासले गर्दा सुर्खेतको इज्जत कस्तो भइरहेको छ भन्ने कुरा त आम जनमानसले देखाइरहेको छ। यो बस पार्कभित्र भइरहेका यस्ता गतिविधिहरू, बस पार्क क्षेत्रमा भइरहेका यस्ता गतिविधिहरूको नियमन गर्ने कसले हो? यातायात व्यवसायी समिति, जिल्ला प्रशासन, ट्राफिक प्रहरी कसको कर्तव्य हो? यसमा अहिलेसम्म प्रायः सबै मौन रहेको देखिन्छ। तर आज भने यी समस्या समाधान गर्नलाई केही पहल भएको देखिन्छ। यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टिम नै यहाँ आएर यति बेला आज दिनभर नै बिहानदेखि अहिलेसम्म नै त्यस्तो प्रवृत्ति देखिएको छैन। कसैले झोला तानेको देखिँदैन, कसैले यात्रु तानेको देखिँदैन, कसैले खिचाखिच गरेको देखिँदैन। आज केही रूपमा क्लियर भएको देखिन्छ। यो कहिलेसम्म हुन्छ, केही दिनका लागि हो या कहिलेसम्म हुन्छ भन्ने बारेमा हामी कसको कमान्डमा यहाँ आउनुभएको छ उहाँहरूसँग कुराकानी गर्नेछौँ। यो दृश्य हेर्नुहोस्, यो दृश्य सुर्खेत बस पार्क हो। अहिले सामान्य रूपमा गाडीहरू चलिरहेका छन्। कुनै पनि व्यक्तिले बस पार्कबाट यात्रा गर्ने प्रक्रिया के हुन्छ? बस पार्कभित्र प्रवेश गर्ने, बस पार्कभित्र प्रत्येक यातायात व्यवसायी समितिका आफ्ना काउन्टरहरू हुन्छ। उक्त काउन्टरमा गएर कुन ठाउँमा जाने, उक्त ठाउँको टिकट ल्याउने र कुन बसमा उक्त बसमा गएर बस्ने। तर यो सिस्टम सुर्खेतमा चलिरहेको छैन। सुर्खेतमा यो सिस्टम लागू हुँदैन। यो कहिलेसम्म र किन हुन्छ? आउनुहोस् हामी कुरा गरौँ। यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख गीत सुनार हुनुहुन्छ। सर, यो सुर्खेत बस पार्कमा जुन खालको गतिविधिहरू भइरहेको छ, यात्रु तान्ने गतिविधि भइरहेको छ, यसलाई कसरी हेर्नुहुन्छ? बस पार्क यस्तै हुन्छ सर? अब यो हामीले जस्तो कि सुर्खेत वीरेन्द्रनगर बस पार्क यो कर्णाली प्रदेशको राजधानी र चाहिँ एकदमै अघि मैले केही समय अगाडि पनि डेटा निकालेको थिएँ। लगभग हाम्रो 35,000 प्लस चाहिँ सवारी साधन दर्ता छ यहाँ कर्णाली प्रदेशमा र चाहिँ त्यसमा बाहिरबाट आउने सवारी साधन गरेर बाहिर दर्ता भएर यहाँ चल्ने सवारी साधन गरेर लगभग 50-60 हजार भन्दा बेसी सवारी साधनहरू यो चाहिँ के भन्छ प्रदेश अन्तर्गत चलिरहेको हुन्छ अवस्था चाहिँ छ। त्यसको अन्तर्गत पनि राजधानी र धेरै सवारी साधनको चाप चाहिँ अत्याधिक मात्रामा चाप छ अहिले। यतिखेर चाहिँ अलिकति बस पार्कको अवस्थालाई हेर्ने हो भने केही कुराहरू समस्या छ। जस्तै पार्किङको अलिकति समस्या देखिन्छ। बस पार्क पनि हामीसँग अलिक सानो खालको जस्तो छ। केही कुरा समस्याहरू पनि, अन्य कुरा समस्या पनि छन्। र साथै यहाँ चाहिँ अलिकति जुन चाहिँ यो हाम्रो यहाँ काउन्टरहरू छ, विभिन्न समितिका काउन्टरहरू छ, उहाँहरूले आफ्नो काउन्टरबाट टिकट काटेर यात्रुलाई काउन्टरबाट नै एउटा चढाएर सुरक्षित स्थानसम्म लगिनु भयो भने सबैभन्दा राम्रो हुन्छ। तर त्यहाँ त्यस्तो किसिमको देखिएको छैन। यहाँ चाहिँ हामीले यो के भन्छ, हामी चाहिँ यातायात व्यवसायी यातायात चाहिँ के भन्छ समिति सवार धनीहरूलाई हामीले लखट्ने मात्रै गरेर अथवा चाहिँ हामीले उहाँलाई चाहिँ यो नगर्नु सम्झाएर मात्रै पनि उहाँहरूले चाहिँ त्यो कार्यान्वयन नै नगरेको अवस्था छ। हामी सम्झाउँछौँ यस्तो गर्नु हुँदैन, यहाँ चाहिँ यो भनेर उहाँलाई कति भनिरहेको हुन्छौँ। त्यो भन्दा पनि सिटी बजाउँदा प्रहरीको भ्यान पछाडि लखट्दा पनि फेरि टर्न गरेर फेरि के हुन्छ उहाँहरू त्यस्तो गर्नुहुन्छ। र हामी यसलाई चाहिँ स्ट्रिक्टली अहिले हामीले चाहिँ यो नहुनको लागि विगतदेखि हामीले योभन्दा अगाडि पनि अपरेसन चलाएको थियौँ। यहाँ चाहिँ स्विप अपरेसन गरेर कुनै पनि सवारी साधन नदिने यहाँ क्लियर गर्ने र कुनै पनि यात्रुलाई तानातान गर्नेलाई चाहिँ लिएर लिएर मुद्दा चलाएको त्यसलाई थुनेर हामीले लिएर आवश्यक कारवाही गरेको अवस्था पनि थियो, विगत पनि हो। र चाहिँ बिचमा चाहिँ फेरि हामीले फेरि अलि नर्मल तरिकाले नर्मल ड्युटी हुन्छ। हामीसँग सीमित जनशक्ति छ, हामीसँग एउटा ड्युटी हुन्छ। अब एउटा मात्रै हामी यत्रो आज 10-15 जना चाहिँ हाम्रो चाहिँ ट्राफिक प्रहरी र चाहिँ सिभिल प्रहरी आएर चाहिँ गर्दा पनि उहाँहरू चाहिँ अझ टेर्नु हुन नटेरेको अवस्था चाहिँ खासमा त्यो तरिकाले के भन्छ उहाँहरू चाहिँ गरिरहनुहुन्छ। हामीले उहाँलाई कारवाही पनि कति सवारी साधन कारवाही पनि गरिसकेका छौँ अहिले पनि। र चाहिँ उहाँले कतिपय नमान्ने उसलाई चाहिँ हामीले अब यसलाई चाहिँ यदि त्यस्तो कुनै यात्रुलाई तानातान गर्नुभयो, कुनै चाहिँ के भन्छ त्यस्तो यात्रुलाई हैरान दिनुभयो भने त्यसलाई हामीले गाडीमा राखेर त्यसलाई जिल्ला प्रहरी कार्यालय लिने र त्यसलाई चाहिँ आवश्यक मुद्दा दर्ता गरेर भित्र चाहिँ हामीले त्यो कारागारसम्म पठाउने व्यवस्थापनको लागि चाहिँ हामी यहाँ खटेका छौँ। यसलाई स्ट्रिक्टली अलिकति उहाँलाई जुन यात्रुलाई चाहिँ असहज हुने तरिकाले, यात्रुलाई हैरानी हुने तरिकाले अथवा चाहिँ कुनै पनि त्यस्तो किसिमको तरिकाले सवारी साधन यहाँ सञ्चालन हुन्छ भने त्यसलाई हामी मिनिमम भएर एकदमै कडाभन्दा कडा चाहिँ कारवाही गर्नेछौँ।
यो सर आज मात्र हो कि यो निरन्तर हुन्छ, कहिलेसम्म हुन्छ यो अभियान, तपाईँहरू कहिलेसम्म चल्छ? यो अभियान त हामी निरन्तर चाहिँ सधैँ गर्छौँ। नर्मल ड्युटी पनि भइरहेको हुन्छ, हामी ड्युटीले पनि हेरिरहेको हुन्छ। सिभिल प्रहरीको एउटा हाम्रो चाहिँ मोबाइल गाडी नै यहाँ बसिरहेको हुन्छ, गर्न चाहिँ सधैँ नै गरिरहेको हुन्छ। तर विशेष रूपले अझै जनशक्ति धेरै, जस्तै थोरै जनशक्तिले दुई तिनजना मान्छेले मात्रै यो चाहिँ व्यवस्थापन गर्न अलिक गाह्रो हुने भएको हिसाबले जनशक्ति हामी यसलाई रेगुलर अब यो निरन्तर अलिकति यसलाई सिस्टम एउटा नल्याउन्जेलसम्मका लागि चाहिँ हामीले निरन्तर रूपमा चाहिँ के गर्छौँ, यसलाई चाहिँ एकदम अलि स्ट्रिक्टली चाहिँ के गर्छौँ, हामीलाई स्विप अपरेसन नै चाहिँ राख्छौँ। जबसम्म यो हामीले एउटा सिस्टममा राख्न सक्दैनौँ, भित्रबाट चाहिँ सवारी साथ काउन्टरमा गएर यात्रुहरूले चाहिँ सहज रूपमा चाहिँ टिकट काटेर जान सक्ने जस्तो अवस्था रहँदैन, अथवा चाहिँ त्यसरी चाहिँ सञ्चालन हुँदैन, अथवा गाडीहरूले यहाँ जबसम्म अस्तव्यस्त अथवा तर राख्ने त्यो कुनै पनि हामी गर्न दिएका पनि छैनौँ। र त्यसलाई चाहिँ अझै जबसम्म एउटा सिस्टममा यात्रुलाई सहज रूपले चाहिँ एउटा काउन्टरमा गएर गन्तव्यसम्म जब जाने वातावरण सिर्जना हुँदैन तबसम्म हामी यसलाई चाहिँ अपरेसनलाई कन्टिन्यू गर्छौँ। यो सुर्खेत बस पार्कमा एउटा यात्रु आएर नेपालगञ्ज जानु छ भने घरबाट बस पार्कमा आएर आफूले इच्छाएको समितिको काउन्टरमा गएर टिकट काटेर आफूले रोजेको बसमा गएर बसेर त्यहाँसम्म यात्रा गर्ने अवस्था कहिलेसम्म आउँछ? यसमा तपाईँहरूको भूमिका के हुन्छ? अब यो हामीले त्यसैकै लागि लागिरहेको छौँ। यसै एउटा यात्रुले सहज रूपमा चाहिँ गएर आफ्नो अधिकार आफूले चाहिँ उसले कुन समितिकोमा चढ्न पाउँछ अथवा कुन गाडीमा कुन कस्तो खालको गाडीमा चाहिँ उसले चढ्ने भन्ने आफूले डिसिजन गर्न चाहिँ के भन्छ पाउन सक्ने वातावरण जब चाहिँ गएर काउन्टरमा गएर निर्धक्क भएर चाहिँ गर्न सक्ने वातावरण चाहिँ हामी जबसम्म सिर्जना हुँदैन तबसम्म यसलाई हामी कन्टिन्यू नै गरिरहन्छौँ। यसै गरी सुर्खेतबाट व्यवसाय गरिरहनुभएका यातायात व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न रुटमा गाडीहरू हालिरहनु भएको छ। व्यवसायको समस्या के छ? यस्तो भइरहँदा बस पार्कमा यस्तो किचलो भइरहँदा व्यवसायीले कस्तो मार भोग्नु परेको छ भनेर हामी कुराकानी गर्नेछौँ। हजुरको शुभ नाम? मेरो नाम इस्रायल बक्स। मेरो गाडी चाहिँ सुर्खेत मध्यपश्चिम यातायात प्रणालीबाट सुर्खेत नेपालगञ्ज चाहिँ चलिरहन्छ। अहिलेको अवस्थामा हेर्नुहोस् अब कस्तो छ भने अब कम्पिटिसन पहिला समिति संयुक्त थियो। संयुक्त हुने बेलामा हामीले 10 मिनट टाइम खाएर हामी एकदम सहज तरिकाले नेपालगञ्ज प्यासेन्जरलाई तानातान पनि थिएन, एकदम राम्रो थियो हैन। अब अहिलेको बिचमा कन्डिसनमा आएर केही साना समितिहरूमा अब अहिले नयाँ गाडीहरू इभी गाडीहरू आयो। इभी गाडी आएपछि अब उनीहरूको पनि किस्ता अब को मामिलालाई हेरेर हैन, अनि अब उनीहरूलाई क्यु बढी चाहियो। अनि त्यो हिसाबले पनि हामीले जे होस् उनीहरूलाई 2-4 टिप हामीले बढी दिएर भए पनि हामीले फोर्स गाडीको व्यवसायहरू अनि कम क्यु खाएर भए पनि हामी चलिरहेका थियौँ। अब त्यो अवस्थामा आएर अब यो समितिमा अब के भयो कसो भयो है, यिनीहरूभित्र अहिले समिति फुट्यो। समिति फुटिसकेपछि अहिलेको अवस्थामा आएर कस्तो भइगयो भने अब गाडी आएको आइछ कि समितिले फिक्स गाडीहरू राख्नु सिस्टम बसाल्नु पऱ्यो होइन, हामीलाई सहज गराउनु पऱ्यो। अब गाडी जति आउँछ बाहिरको गाडी पनि ल्याएको छ यहाँको व्यवसायीले त बाहिरको गाडी ल्याउने कुरो भएन। समितिहरूको मनमुटावले एकले अर्कोको इच्छा गर्नाले बाहिरबाट गाडी आयो। बाहिरबाट गाडी आएपछि त गाडी अब जति थाम्नु सक्नु क्षमता हो सुर्खेतको त्यो क्षमताभन्दा बढी भइसक्यो गाडी अब यहाँ। अब अहिले तानातान सिस्टम भयो। तानातान सिस्टममा कस्तो भइगयो प्यासेन्जरलाई पनि असत, हामीलाई आफ्नो भाडाभन्दा पनि मुनतिर गएर कम्पिटिसन भएपछि त भाडाभन्दा पनि मुनतिर बोक्नुपर्ने अवस्था आयो। अनि त्यो अवस्थामा अब एउटा यहाँ 11वटा समिति छ, 11वटा प्रणाली हुँदाखेरि एकचोटिमा 11वटा गाडीको नम्बर लाग्ने अवस्था आयो। 11वटा गाडीको नम्बर लाग्दाखेरि प्यासेन्जर आउँछ एउटा, तान्ने मान्छे कति भयो त? अब 11वटा समितिको यति धेरै मान्छेले तान्दाखेरि त त्यो प्यासेन्जरलाई पनि असहज भयो। कसैका झोला च्यातिने, कसैका सामान हराउने, चोटपटक लाग्ने। अब त्यो अवस्थामा आएर अब प्रशासनले के गर्ने, व्यवसायलाई भाटा हान्ने भयो होइन, चोट खानुपर्ने व्यवसायलाई। अब हाम्रो कतिपय गाडीका किस्ता फाइनल छन् त त्यो किस्ता फाइनल गर्नका लागि हामीले कुनै सङ्घ संस्थाबाट ऋण लिएका होला, गाडी पो फाइनल भयो त, तर बाहिर त हाम्रो त अझै पनि ऋण दान त होला नि। यो भइरहँदा चाहिँ व्यवसाय पनि मारमा पर्नुभयो, यात्रु पनि मारमा परे, यहाँ व्यवसाय गरेर कसलाई पनि राम्रो छ। तर यस्तो किन भइरहेको छ त? तपाईँहरूको माग चाहिँ के हो? के भएछ? हाम्रो माग के छ भनेपछि समिति संयुक्त हुनु पर्यो, एउटा सिस्टम बसालिदिनु पर्यो, आफ्नो हिसाबले चल्नु पर्यो। जस्तो टाइम सिस्टम बसालिदिनु पर्यो, 10 मिनट टाइम बनाइदिनुहोस् न। प्रत्येक टाइममा 10 मिनट भएपछि 10 मिनटमा गाडी छुट्यो भने त प्यासेन्जरलाई पनि सहज भयो, हामीलाई पनि सहज भयो होइन, रोडामाथि गर्नै परेन। अब अहिलेको अवस्थामा हेर्नुहुन्छ भने एउटा गाडी यहाँ यो बाटोको लाइनमा मात्र 10वटा गाडी लाग्छ होइन। 10वटा गाडी लागिसकेपछि अब त्यसमा त त्यसै पनि त झडप हुने भइगयो नि होइन। हामी थप कुरा उहाँसँग गर्छौँ। हजुरको कहाँ गाडी चल्छ र कुन व्यवसायमा? नमस्कार, म बालकृष्ण रिजाल। म मध्यपश्चिम यातायात व्यवसायको नयाँ भन्नाले नयाँ व्यवसाय हो। यो नयाँ हुँदा तपाईँलाई थोरै केही फरक प्रश्न, पहिले अलरेडी यस्तो छ, पुरानो व्यवसायले यस्तो गुनासोहरू सुनाउनुहुन्छ, बस पार्कको अवस्था पनि खास बाहिर राम्रो छैन, यात्रुहरूलाई पनि त्यति सहजले यात्रा गर्ने अवस्था छैन। तपाईँ नयाँ व्यवसाय भइरहँदा नयाँ व्यवसायले चाहिँ कस्तो मार परिरहेको छ? मार धेरै परिरहेको छ। मारको कुरा गर्दाखेरि अब माथि चाहिँ हामीले टिप्सुल काटेर जान्छौँ, यहाँबाट अग पनि दिएर जान्छौँ। हामीले अग भन्नाले यहाँ बसे बाबत दिन्छौँ, तर हामी पहिलाको 10,000 लिएर आउँथ्यौँ दिनमा भनेपछि अहिले 5,000, 3,000, 2,000 ल्याउँछौँ। त्यो घट्या छ।
किन घटाएको छ भने चाहिँ मान्छे हुँदैन 10वटा गाडी हुन्छ यहाँ 10जनामा दुईवटा गाडी दुईजना मान्छे प्यासेन्जर बैठा हुन्छ 10 मिनट टाइम दिएको 10जना 20जना गाडी एउटा प्याक भएर जान्थ्यो त फेरि अर्को लाइन लाग्थ्यो फेरि 10जना हुन्थ्यो फेरि 10जना हुन्थ्यो 10 मिनटमा जान्थ्यो भने चाहिँ अहिले त्यो सबै गाडीमा 10-15वटा गाडीमा 2-3जना बैठा छन् घुमाइ गर्छ जबसम्म मान्छे हुँदैन तबसम्म जान पनि व्यवसायलाई गाह्रो छ र यहाँ प्यासेन्जर पनि आत्तिएको हुन्छ अनि प्यासेन्जरले नेपालगञ्ज चाहिँ 9 बजे प्लेनको टिकट हुन्छ यहाँ चाहिँ 8 बजाइन्छ यहाँ भनेपछि प्यासेन्जरलाई झन् गाह्रो छ 2-4 रुपियाँ सस्तो हुन्छ भनेर भइहाल्छ बन्छ चाहिँ तर सबभन्दा अझ प्यासेन्जरलाई गाह्रो छ प्यासेन्जरहरूले सम्बन्धित ठाउँमा अब समितिहरू मिलेर सम्बन्धित ठाउँमा जानकारी गराएर टाइम टेबलमा छुटाइदिएको भए एकदम राम्रो हुन्थ्यो अब प्यासेन्जर के अरे हाम्रो प्रशासन आएर भगा कि भगा बाटोमा गाडी भगा भनेको छ सबभन्दा ठुलो कुरो बाटोमा नभएर प्लेन भइदियो माथि उडाएर जानुहुन्थ्यो बाटोमा हिँड्छ नि गुड्छ नि त गाडी त टाइम हुन्छ यहाँबाट हाम्रो 1-2 मिनट 3 मिनट हुन्छ त्यस बेला त गाडी गुडिदिए बेला हाल्न मिल्यो नि त हाल्न मिलेन टिप्सुल काटेको छ यताउता गरेको छ के अरे चिट काटेको छ अनेक गरेको छ व्यवसायलाई यति मार्छ कि जहाँ पनि पैसा कमाएको छ यसले भन्छ जहाँ पनि यहाँबाट मागेको छ उता मागेको छ गर्दा गर्दै एकदम प्रशासनले एकदम टाइट गर्नु पर्यो प्लस प्रशासनले टाइट र हाम्रो व्यवसाय चाहिँ मिलाउनु पर्यो दर्शकबिन सुर्खेत बस पार्कको यावत गतिविधिहरूले गर्दा अन्तिममा यहाँ यात्रा गर्ने यात्रु र यातायात व्यवसायहरू मार परिरहेको अवस्था देखिन्छ यसमा सम्बन्धित निकाय वीरेन्द्रनगर नगरपालिका जिल्ला प्रशासन कार्यालय प्रहरी ट्राफिक सबैको के भूमिका रहन्छ र कसले के गर्दा बस पार्कमा हुने यो किचलोहरू अन्त्य हुन्छ यात्रुले आफ्नै मन लागेको आफूले रोजेको व्यवसायी समितिको गाडीमा यात्रा गर्न पाउँछ र व्यवसायीले पनि कसरी आफ्नो गाडीलाई चाहिँ चलाउन सक्छ भन्ने बारेमा बेलैमा सोच्न जरुरी छ गाडीको सङ्ख्या बढेको छ वा घटेको छ यसबारेमा पनि अध्ययन गर्न जरुरी छ यी यावत विषयमा अध्ययन गरेर यसको समाधान छिटै खोज्न जरुरी छ यसमा चाहिँ प्रत्येक व्यवसाय समितिका प्रमुख व्यक्तित्वहरू जिल्ला स्थित सम्पूर्ण राजनीतिक दल सुरक्षा निकाय र नगरपालिकाले पनि ध्यान दिनु जरुरी छ अझ विशेष गरी वीरेन्द्रनगर नगरपालिका उपमहानगरपालिका बन्ने लाइनमा भइरहँदा बस पार्कको अवस्था यो भइरहँदा कसरी उपमहानगरपालिका बन्छ वीरेन्द्रनगरको यातायात व्यवस्था तपाईँले देख्नु भएको छ अटो व्यवस्थापन हुन सकिरहेको छैन अन्य यावत समस्याहरूको समाधानका लागि पनि वीरेन्द्रनगर नगरपालिकाले आफ्नो अपनत्व बोध गरोस् यो बारेमा थप रिपोर्टिङहरू फलोअपहरू हुँदै जानेछ अहिलेलाई बस पार्कको आजको रिपोर्टिङ यही अन्त्य हुन्छ धन्यवाद।